हेलो एभ्रिवान, गुड मर्निङ टु अल। आज चाहिँ मैले मिनी ब्लग स्टार्ट गर्दैछु। भर्खर उठेर अझै पनि निद्रा नपुगेर ज्यान तन्किँदैछ मेरो। अनि त्यसपछि म अब चाहिँ ब्रस गर्न गएँ। अनि त्यसपछि क्लिन्जिङ गर्दैछु साथीहरू। अनि त्यसपछि क्लिन्जिङ गर्दैछु। अनि क्लिन्जिङ गरेर मुख राम्रो हुन्छ भन्दै अझै गर्दै गर्छु। अनि अब वास गरेँ। मैले फेस वास गरिसकेपछि फेरि टावलले सुकाएँ। त्यसपछि मैले टोनर युज गरेँ। सेटाफिलकै मैले सेटाफिलको युज गरिरहेको छु। त्यसपछि मोइस्चराइजर पनि सेटाफिलकै युज गरेँ। त्यसपछि सनस्क्रिन त लाउनु पर्ने हुन्छ। अनि त्यसपछि चाहिँ मेरो दिन कार्य सुरु हुन्छ साथीहरू। अनि नानीले चाहिँ ब्रस गर्न भर्खर उठेर ब्रस गरी अनि च्यालेर खानासाना बनाएर च्यालेर भर्खर चिया खाँदैछु। अनि त्यसपछि फेरि नानीलाई रेडी गर्न स्टार्ट भइहाल्यो। नानीलाई रेडी गर्यो। यताउति बिहान पख त यत्तिकै बित्छ। त्यसपछि नानीलाई रेडी गरेर स्कुल छोड्न गयो। नानी चाहिँ मक्क पर्दै बाई 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 भन्दै फुपूले पठाएको ब्याग भिर्दै गएछ। नानी अब खाना खाने बेला भयो। अनि त्यसपछि खाना सुरु गऱ्यौँ। खाना खाएपछि फेरि नानी आइसक्यो स्कुलबाट। अनि उसलाई चाहिँ फलफुल रेडी गरिदिएर खाँदैछन् खुसी भएर नानीले। अनि हामी चाहिँ बाहिर गयौँ। बाहिर चाहिँ हामी सर्ट्सहरू भिडियो बनाउनको लागि गएका थियौँ। मणिपालको रोड साइडतिर नदीपुरको पुल हुँदै अनि मणिपालको पारिपट्टि साइडमा जाऊँ न त भनेर पारिपट्टि साइडमा कस्तो हुन्छ भनेर गयौँ। अनि फाइनल्ली हामी त्यहाँ पुग्यौँ पनि। अनि पुल पारि दुईवटा हात बुढाबुढीले समातेर गयो भने बुढा डिल्लीमा जानु चाहिँ नजानु भने नेक्स्टपछि हिँड्दै लेस फुस्केर बुढोले बाँधिदिँदै हुनुहुन्छ। त्यसपछि हामी बनायौँ र फर्क्यौँ फाइनल्ली साथीहरू। घरमा नै आइपुगेको छौँ। हेर्नु न भ्यू चाहिँ कस्तो राम्रो देखेको, सनसेटको चाहिँ कस्तो राम्रो देखेको। त्यसपछि खाना चाहिँ बेलुका खाना मन लागेन, चाउचाउ खायौँ। फेरि मेरो चाहिँ फेस वास गरेँ। फेस वास गरिसकेपछि त्यसपछि चाहिँ फेरि फेस ब्रस गरेँ। अनि नानीलाई पनि मलाई पनि देखाइदिनु न भन्दै उसले पनि ब्रस गरेर देखाउनु पऱ्यो अरे। अनि त्यसपछि मैले फेरि मोइस्चराइजर दलेँ। त्यसपछि आजलाई यति नै। बाई बाई, गुड नाइट, थ्याङ्क यू फर वाचिङ।